ललितपुरको लाकेरु भन्ज्याङमा रहेको मनमोहन पार्क आइपुग्यौँ। तपाईहरु पनि आउनुहोस्। हेर्नुहोस् यहाँ ऐसलुको सिजन अहिले काफोको सिजन के मिठो यस्तो स्वादिलो अर्ग्यानिक खान पाइयो। यो महालक्ष्मी नगरपालिका वडा नम्बर 10 मा रहेको मनमोहन पार्क हो। यो पार्क चाहिँ नि महालक्ष्मी नगरपालिका भएपछि 2074 को टिमले बनाएको हो। यहाँ तपाईहरु आउनुहोस्, घुम्नुहोस्। यो आउने पनि ठाउँमा एकचोटि है। यसलाई हामी दोस्रो नगरकोट बनाउँ है साथीहरु। हेर्नुहोस् मनमोहन टावर कति राम्रो छ। यो भ्यू टावर हो। हेर्नुहोस् मनमोहन पार्कमा रहेको। यहाँबाट पुरा काठमाडौँ भ्यालीहरु सबै भक्तपुर देखिन्छ। यो भ्यू टावर चाहिँ नि हेर्नुहोस् रामेश्वर श्रेष्ठ चाहिँ नि मेयर हुँदा उहाँले डिपिआर गरेर बनाएको भ्यू टावर हो। यो उहाँहरुलाई चाहिँ धन्यवाद दिनुपर्छ है हाम्रो रामेश्वर श्रेष्ठ मेयरज्यूलाई। हेर्नुहोस् लाकुरे भन्ज्याङको भ्यू टावर भित्रको दृश्य हेर्नुहोस् है। यहाँ ढुङ्गा छापेर कस्तो राम्रो बनाएको देखिन्छ। बाफ रे बाफ। ल साथीहरु जंगलको बाटो आउँदै हुनुहुन्छ हेर्नुहोस् त।